हेलो नमस्ते, स्वागत छ मेरो भिडियोमा सम्पूर्णलाई। आज चाहिँ म कहाँ जान लागेको भनेपछि काममा जान लागेको। मैले अस्ति न यहाँभन्दा 1-2 महिना अगाडि मैले पानीको लाइन खनेको भिडियो हालेको थिएँ नि। आज चाहिँ पानीको लाइन खनेर भ्याइयो। अब फेरि ट्याङ्की बनाउने सुरु भएको छ, त्यसको लागि जाँदैछु। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बस्ती हो है यो। यही पानीको ट्याङ्की हो। हामीले अलरेडी पानी त आइरहेको छ पुरानोबाट। उकालोमा हिँड्दा गाह्रो भयो मलाई। योभन्दा पहिला पनि मैले पाइपको लाइन खन्न जाने भन्दाखेरि भिडियो बनाएको थिएँ। आज पनि बनाउँदैछु, किनकि यो बाटोमा छ कि हामी जाने, त्यही भएर पनि बनाउँदैछु है। गाह्रो भयो मलाई। लेकको खारी यही माथि छ हामी ट्याङ्की बनाउने ठाउँ। देख्न सक्नुहुन्छ यो चाहिँ सक्टुमारे भाइबन्धुको कुल पुज्ने ठाउँ र यहीँ नजिकै छ हाम्रो ट्याङ्की बनाउने ठाउँ चाहिँ। ट्याङ्की बनाउने ठाउँ यहाँ लग्दाखेरि चाहिँ डोजर खनेर लगेको कारणले डोजरले खनेको है, बाटो बनाउने गएर म आइसकेँ। पुसै अमाइलो भा कहाँ जानु पऱ्यो जेठो भा? रात नमताको अरू सबै आज दिलु मामा नि लोके दाइ पनि तर आज मान्छे कमाउने भएर। माइ गड, यो चाहिँ 30 घनमिटरको ट्याङ्की बनाउने भनेर निर्माण कार्य जारी छ। कहिले सकिने हो, कहिले बनाउने हो। म चाहिँ यो काम गर्नेहरूले चिया बनाउँदै रहेछु। काम गर्दा गर्दा चिसो छ, हेर्नु त घामै लाग्दैन। तलतिर घाम छ, यता घामै लाग्दैन, अनि चिसो छ एकदमै। अनि यो काम गर्ने ठाउँमा त्यही भएर चिसोमा चिया खाने भन्नुहुन्छ, एक टाइम चिया खानुहुन्छ, अनि चिया बनाउँदै रहेछु। फाइनली गाइस चिया पनि पाकिसक्यो। म चिया लगाइदिँदैछु। पट्टी कम भएछ। मैले चिया त कम भइछ त हो। हत्तरे एमा त अलि थोरै भयो। पोटी भयो कि एमा त। त्यही ल्याइदिउँ।